भिडियोमा साथ दिन जोडिदिनु धन्यवाद। के छ मेरा केटाकेटी यो अङ्कल आन्टी मामा सबैजनालाई दर्शन अनि स्वागत छ उसको नयाँ भिडियोमा। अनि हिजो अस्तिको भ्लग चाहिँ त्यो 2 दिनको भ्लग चाहिँ के हो सोचिरहनु भएको होला होइन। त्यो चाहिँ जस्ट मैले ब्याकअपमा राखेको भ्लगले चाहिँ पोस्ट हानिदिएँ हो। अहिले चाहिँ म खास भन्नुपर्दा गाउँमा छु, हिजो राति पुगेको। सो बाहिर हेरौँ अब पानी आउँछ बस्दैछु। डाँडा हेर्नु नि गाई हाम्रो टकमा रोटी खाइसक्यो, रोटी तरकारी। अनि अब अन्डा र पानी चाहिँ चट्टा खाएर चाहिँ म यहाँबाट एकछिन बाहिर डुल्छु, देखाउँछु भ्यू। अनि त्यसपछि फेरि माथितिर जानुपर्ने हुन्छ। अहिले चाहिँ म कहाँ छु भन्दाखेरि मामा घर भनौँ, ठुलोमम्मीको माइती भनेपछि मामा घरमा छु म। त्यही हो। अब खाउँ पहिला। ल साथीहरू चाहिँ खाएर म हिँड्छु सिधा माथि। लगाएँ अब चाहिँ यहाँबाट जानुपर्ने हुन्छ नि त गाडीमा चढेर। अनि त्यसपछि यहाँ कुरिरहेको छु म चाहिँ। टक्क अब गाडी आउँछ नि जानुपर्ने हुन्छ। ऊ चाहिँ जानुपर्ने अघि भिडियोमा देखाएको जस्तो मैले गाडी कुराउँ पहिला। अब लगाएँ चाहिँ म जाँदैछु। चट्ट यहाँबाट जानुपर्ने हुन्छ, माथितिर पछाडिबाट बाटो हेर्न सक्नुहुन्छ। ल गाइस यो बाटो हुँदै गाडी आयो होइन। अनि म यहाँ ओर्लेर चाहिँ जानुपर्ने हुन्छ। उयो चाहिँ हो मेरो ठ्याक्क यहाँ हो खास गाउँ भनेको चाहिँ उयो छ नि यहाँबाट माथितिर हो होइन। मतलब गाउँ त यो हो तर पहिला घर त्यहाँ पहिला बस्ती म बुझ्नु भयो होला योबाट माथितिर हो। अहिले चाहिँ म गएर जानुपर्ने हुन्छ यहाँनिर यिनीहरू यो घरमा ठुलमम्मीहरूबाट अनि आमा हुनुहुन्छ। सो गाइस अब यहाँबाट बिस्तारै अघि बढ्छु। मेरो त अब यहाँबाट यहाँ आउँदाखेरि सास फुट्यो। अब त्यहाँ पुग्छु म जसो तसो गाइस। ल बोकाउँ ब्याग, ल जाउँ। यो बाटो हुँदै उक्लिनु पर्ला। अलिक गाह्रो नै भइसक्यो यार कसम भने। खुट्टा फात्राक गल्यो होइन। हिँड्ने बानी नभएर नि त हत्तपत्त अब गाडी बाइक भएर त्यही माथि यस्तो डाँडा। पहिला त सजिलो लाग्थ्यो, अहिले त गाह्रो रहेछ गाइस। यहाँबाट निसेल पसलबाट ठाउँ पुग्छ भने चाहिँ यहाँबाट घर पुग्छ। यहाँबाट जाउँ म त मर्नलाई एकछिन कुर्छु गाइस। त्यो अब नजिक पुगेँ म। अघि म त्यहाँ थिएँ, अहिले यहाँ पुगेँ। अब यहाँबाट जान्छु बिस्तारै। यहाँ निलो लाग्यो सबै जति सुन्तलाको रुख है गाइस। ल सुन्तला फुल्दैछ क्या हो, सुन्तला र कागतीको रहेछ क्या हो। ल अब चाहिँ म चुपचाप उक्लिन्छु। पहिला यहाँ बाटो छ क्या गाइस, यो बाटो थियो। त्यसरी यहीँबाट आएको, अहिले बाटो रहेनछ। जब 5 मिनट लगातार हिँडेर पुग्ने बाटोमा 3 चोटि रोकिनु पर्छ गाह्रो भएर। बाटो फेरेर रहेछ यहाँ ऊ बनाएर रहेछ, के भन्छ नाली टाइप बनाएर रहेछ। गाउँ चाहिँ यही हो हेर्न सक्नुहुन्छ। यहाँबाट चट्ट सर गएर यो बाटो चाहिँ उक्लियो भने चाहिँ म पुगिहाल्छु होइन। अनि यो चाहिँ सुन्तला हो। अनि यहाँतिर सुन्तला सबै टक्क यो उक्लिएपछि म पुगिसकेँ गाइस। अब चाहिँ धारण बनाएर रहेछ, गोठ छ यहाँ। ल ठिक छ, अब माथि उक्लिन्छ साइडमा राखिसक्यो। अब चाहिँ सजिलो भयो अलिकति हिँड्न। बाई गाइस, अब पुग्न लागिसक्यो। फेरि अहिले कन्टिन्यू गर्छु म यहाँनिर अहिले नै। पहिला पुगौँ अनि एकछिनमा गर्छु। ल गाइस अहिले चाहिँ खानपिन गरेर बसिरहेको छु। यहाँ कुकुर पनि छ। गाइस अहिले चाहिँ बाहिरबाट भित्र आएर बसिरहेको छु चट्टासँग। टक्कै हल्का के भन्छ यसलाई पकाउन सुरु गरेँ मैले। पकाउँ अनि त्यसपछि अहिले बाहिर गएर बेच्नुपर्ने हुन्छ। यहाँ आमा हुनुहुन्छ, को हो भन्छन्।
अहिले चाहिँ म चिटिक्क बाहिर बसिरहेको छु गाइस। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ हिमाल नि देखिन्छ होइन यहाँबाट चट्ट त्यही हो पहाड। अनि यहाँ एउटा कुरा देखाउँछ है त्यहाँ चाहिँ हो मेरो पहिला बस्ने ठाउँ। अहिले चाहिँ ओर्ल्यौँ भने नाम लिने बित्तिकै आइहाल्यो ल आएछ यहाँ आएन छिटो छिटो आएछ ल गाइस यहाँ त यसरी हो यी यसरी बोकिदिन्छु फेरि बाख्राको बच्चा के भयो फेरि भाग्यो ल गाइस अहिले म यतै छु यहीँ छु अघिकै ठाउँमा अघि के अरे भनेको ठाउँ यहाँ यो ठाउँमा होइन एकछिन यहाँ जान्छु ल गाइस। अब यो बाटो हुँदै चाहिँ म भ्यागुताको बच्चा यार ट्याडपोलहरू टट। अब म बजार निस्लातिर जाँदैछु ल गाइस। अब यो बाटो हुँदै चाहिँ म भ्यागुताको बच्चा यार ट्याडपोलहरू टट। अब म बजार निस्लातिर जाँदैछु एकछिन जाउँ अब होइन। यो चाहिँ निसिल हो यहाँ चाहिँ होइन यही हो निसिल मेन भनेको यो हो होइन। यहाँ हाम्रो निसिल भनेर चाहिँ यसलाई चिनिन्छ। अनि हाम्रो एउटा मन्दिर छ यहाँ धेरै पुरानो मन्दिर हो गाइस धेरै। ल अब जाउँ अगाडि बढौँ घुमघाम। म आएको जिप छ नि जुन जिप चाहिँ पुरा त्यो जिप चाहिँ उयो बाटो हुँदै जान्छ ल ठिक छ। यस्तो यस्तो हुन्छ गाइस हिँड्नलाई नि यो बारीको छेउछेउलाई काटेर बनाएको हुन्छ यस्तै यस्तोमा हिँड्नुपर्ने हुन्छ। अब जाउँ धेरै 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 पछि यहाँ चाहिँ छ गाइस हाम्रो पानी घट्टा यो हो साथी हो। यहाँ यस्तो झुलुङ्गे पुल छ होइन। अनि यहाँ चाहिँ खोला हो ओए उतानिर रहेछ स्विमिङ खेल्ने जस्तो बनाएको। त्यहाँ पानी घट्टा हेरेर आएर पनि यहाँ चाहिँ बे भइरह गाह्रो खतरा बे भइरह ल यस्तै हो दार्चुलाको बे। ल गाइस अहिले चाहिँ यस्तै डेउडा खेल्न थाले यसरी खेल्छ यसरी। यो गाइस अहिले चाहिँ म यहाँ टक्क बसिरहेको छु घाम पनि पुरा डुबिसकेको अवस्था आज पुगी। अनि आजको दिन यस्तै भयो। अनि त्यो चाहिँ म पढ्ने स्कुल हो अघि मैले तलबाट देखाएको थिएँ नि गाइस अघि योभन्दा अगाडि तलबाट देखाएको थिएँ नि त्यही हो ल गाइस। यहीँ छु अहिले म यहाँ हेर्न सक्नुहुन्छ अब। अनि आजको भ्लगमा चाहिँ त्यति नै हो गाइस। अब थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई।